नमस्कार, हार्दिक स्वागत छ गोल नेपाल अनलाइन भिडियोमा र हामी छौं वीरगञ्ज स्थित नारायणी रङ्गशालामा। र हामीसँग हुनुहुन्छ स्थानीयवासी वीरगञ्जका गजेन्द्रमान सिंहज्यू। पञ्चायती व्यवस्थाको बेला पूर्वाञ्चलाधीश लक्ष्मीबहादुर गुरुङले झन्डै 17 बिघा 10 कट्ठा जमिन यो अधिग्रहण गरेर अधिग्रहणको मुआवजा पनि दिएर यस रङशाला यता क्रिकेट ग्राउन्ड यहाँ कबर्ड हल स्विमिङ पुल सबैको व्यवस्था हाम्रो नक्सामा छ। तर दुर्भाग्य के छ भने न आज हाम्रो रङशाला सुरक्षित छ न यो हाम्रो क्रिकेट ग्राउन्ड सुरक्षित छ। यहाँ कबर्ड हल पनि बनेको छैन र स्विमिङ पुल पनि बनेको छैन, जुन यसको पेरिफेरीमा 17 कट्ठा 10 तुरमा बन्नुपर्ने हो। र ठुल्ठुलो 3वटा हाम्रो नेपालमा कहीँ पनि नभएको ठुल्ठुलो 3वटा गोल्ड कप यो हाम्रो पर्सा जिल्लामा भएको छ, जसमध्ये एउटा महेन्द्र गोल्ड कप, एउटा तेजबहादुर महतो गोल्ड कप र एउटा लक्ष्मण थापा गोल्ड कप हो। तर आज झन्डै 15 वर्ष हुन लाग्यो यहाँ गोल्ड कप त अब भएकै छैन र रङशालाको यति दुर्दशा म देख्छु, जसले गर्दा यो रङशाला अब केही दिनपछि ढल्ने अवस्थामा छ। र हामीले एकपल्ट एउटा इन्जिनियरलाई बोलाएर पनि सोधेका थियौँ र भनेका थियौँ कि यसलाई के गर्न सकिन्छ भन्दाखेरि यो रङशालाको दुर्दशा यति भयानक अवस्थामा जर्जर भइसकेको छ, यसलाई यदि मर्मत गर्न पनि अब गाह्रो हुने अवस्था देखिएको छ। एकपल्ट बनिसकेको रङशाला यसलाई पुनर्निर्माण गर्नलाई लामो र ठुलो खर्च लाग्ने अनुमान उसले हामीलाई देखायो, जसको फलस्वरूप हामीले सम्बन्धित पक्ष सरकारलाई पटक आग्रह पनि गरेका हौँ कि हाम्रो रङशाला एकपल्ट मर्मत गरिदिनुहोस्, बनाइदिनुहोस्। रङशालाको अब केवल ढाँचा मात्रै खडा छ र यहाँ फुटबल गराउन सक्ने अवस्था हो। यो रङशालाले यत्रो दर्शक, जहाँ यहाँ 25,000 देखि 30-35 हजार दर्शक अट्ने रङशाला हो। अब यहाँ त्यति दर्शक यदि आइदिएको खण्डमा यो रङशाला नै भाँसिने हो कि भन्ने सम्भावना टेक्निसियनको छ। र अब झन्डै यत्रो ठुलो रङशालामा राष्ट्रिय स्तरको खेलकुदहरू भएकै थियो, त्यो मतलब 10-12 वर्ष भए र अहिले आउँदाखेरि अब यो गेम यसले गर्दा पनि अहिले रुकेको छ। यो फिल्डमा खेलेको पनि छु, रेफ्रीको हैसियतले फुटबल खेलाएको पनि छु र आज रेफ्रीको एसेसरको हैसियतले आज यहाँ तपाईसँग उभिएको पनि छु। तर हामी एउटा खेलाडी भएकोले एउटा के दुःख लाग्छ भने रङशाला रोइरहेको जस्तो अवस्थामा म देख्छु। देशलाई धेरै ठाउँमा रङशाला फुटबल रङशालाहरू चाहिन्छ
तर यहाँ भएको रङशालालाई हामीले सुरक्षित गर्न नसक्दाखेरि ज्यादै दुखलाग्दो अवस्थामा यो रङशाला देख्नुहुन्छ। यो चाहिँ हाम्रो लागि पनि दुखलाग्दो कुरो हो, एउटा नयाँ आउने खेलाडीको लागि पनि दुखलाग्दो कुरो हो। भने भावी पिँढीले त यो रङशाला छ भनेर मात्र एउटा फ्रेममा मात्रै देख्न सक्छ अथवा फोटो मात्र देख्न सक्छ, केही समयपछि यस्तो अवस्था यो रङशालाको अहिले देखिएको छ।